मुद्दा उल्टाउँदै रवि लामिछानेलाई जेल हाल्ने भएका छन्। राजसभाका सभापति समेत रहेका लामिछानेलाई थुनामा पठाउने आदेश आएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी र सम्बन्धित प्रकरणमा चाहिँ थुनामा पठाउने अहिले निर्णय लिएका छन्। यसअघि 1 करोड धरोटीमा रिहा भएका रवि लामिछानेलाई न्यायाधीश दे रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले अहिले सहकारी ठगी र सङ्गठित अपराध गरेको भन्दै यस मुद्दालाई उल्टाएर थुनामा पठाउने निर्णय लिएका छन्। यस निर्णयप्रति तपाईँहरू जनता चाहिँ के सोच्नुहुन्छ? अदालतले गलत गर्यो या ठिक गर्यो? के कस्तो लाग्यो तपाईँहरूलाई? यो प्रतिक्रिया चाहिँ तपाईँहरूले कमेन्टमा जनाउनु होला। र रवि लामिछाने समर्थकहरू हुनुहुन्छ भने आफ्नो अनिवार्य प्रतिक्रिया तपाईँहरूलाई लागेको कुरा चाहिँ कमेन्टमा अवश्य लेख्नु होला है त। धन्यवाद।